यति बेला मुलुक एउटा विषम परिस्थितिसँग गुज्रिरहेको छ। सरकारलाई भने फागुन 21 मा जसरी पनि संवैधानिक निर्वाचन गराउनु पर्ने चौतर्फी रूपमा दबाव बढिरहेको छ। यसै बीचमा नयाँ र वैकल्पिक शक्ति भनिएकाहरू जसमा केही आशा हामीले राखेका थियौँ अनुहारहरूबाट नै एउटा असमझदारीको प्रतिक्रियाहरू आइराख्दाखेरि के नयाँहरू मिल्न नसक्ने नै हो त? कता कता नयाँहरू पनि नमिल्ने हो कि र यसको फाइदा पुराना दलले उठाउने हो भन्ने शंका उब्जिरहेको छ। लामो समयदेखि विरासत बोकेका नेपाली कांग्रेस, एमाले जस्ता ठूला इतिहास बोकेका पार्टीहरू फेरि पनि निर्वाचनबाट उदाउने पक्का नै छ। अझै पनि नयाँ भनिएकाहरूले आफ्नो अहंकार र महत्त्वाकांक्षीलाई आत्मसात गरेर अगाडि बढ्ने हो भने साच्चै पुरानै दल फेरि पनि यो सरकार, यो राष्ट्रको बागडोर सम्हाल्न अवश्य आउनेछ।